के तपाईं पुरानो जमाना जस्तै झोलाभरि डकुमेन्ट बोकेर हिँड्नुहुन्छ? यसरी त हुँदैन। यसरी त हुँदैन। किनभने तपाईं यो डिजिटल युगमा बाँचिरहनु भएको छ। अनि तपाईले सोच्नु भयो होला पीडीएफ नै किन बनाउने? किनभने आवश्यक परेको ठाउँमा तुरुन्तको तुरुन्त पठाउन सक्नुहुनेछ र हराउने पनि डर हुँदैन। डकुमेन्टमा केही कुराहरू घटबड गर्नुपर्ने भयो भने तपाईले पीडीएफ फाइलबाट एकदमै सजिलो तरिकाले घटबड गर्न सक्नुहुनेछ। तपाईले सिंगो बुकलाई चाहिँ प्रत्येक पेजलाई चाहिँ स्क्यान गर्न सक्नुहुनेछ र जहाँ पनि तपाईले चाहिँ बुकहरू पढ्न सक्नुहुनेछ। तपाईले मोबाइलमा एउटा एप्लिकेसन डाउनलोड गर्नुपर्ने हुन्छ। त्यसको लागि प्ले स्टोरमा जानु होला, सर्च गर्नुहोस् र सर्च बारमा CAM स्क्यानर भनिसकेपछि टपमा आएको छ, यसलाई क्लिक गर्नु होला र मेरोमा अपडेट देखाएको छ किनभने मैले पहिले नै चाहिँ यसलाई इन्स्टल गरिसकेको थिएँ। तपाईँ ब्याक हुनु होला। त्यसपछि तपाईँ सर्ट फर्म बनेर आएको छ CS भनेर, यसलाई क्लिक गर्नु होला। क्यामेराको आइकन देख्न सक्नुहुन्छ यहाँ, यसलाई क्लिक गर्नु होला। जस्तो यो पेज मैले रेडी बनाएको छु, यो पेजलाई चाहिँ फोटो खिचौँ पीडीएफ बनाउनको लागि। यसरी क्लिक भयो अनि तपाईले यो फोटो खिचेको लागि फोटोलाई क्लिक गर्नु होला। त्यसपछि यहाँ चाहिँ स्क्यान चाहिँ भइसक्यो। त्यसपछि यसलाई टिक गर्नुहोस्। टिक गरिसकेपछि तपाईले यसलाई चाहिँ एकचोटि यसमा क्लिक गर्नुभयो भने तपाईको ग्यालरीमा सेभ हुन्छ। त्यसपछि तपाईले यसमा शेयर बटनमा जानु होला। शेयर बटनमा गइसकेपछि शेयर एज पीडीएफ छ, यसलाई चाहिँ शेयर एज पीडीएफ गर्नुस् र तपाईले कहाँ शेयर गर्ने त? तपाईको मोबाइलमा राख्ने कि अन्त कतै व्हाट्सएप गर्ने कि जीमेल गर्ने तपाईको कुरा हो। अनि हामी यही मोबाइलमै राख्छौं, माइ फाइलमा राख्छौं। तपाईले चाहिँ आफ्नो फोल्डर युज प्लस आइकनमा थिचेर बनाउन सक्नुहुन्छ। फोल्डरको नाम राखौँ पीडीएफ धेरै राखेँ मैले। यसलाई ओके गर्नु होला। त्यसपछि सेभ गर्नु होला। यो चाहिँ सेभड भइसकेको सबै ब्याक गरेर तपाईको फाइलमा जानु होला। फाइलमा तपाईको हेर्न सक्नुहुन्छ, तपाईले डाउनलोड फोल्डर भित्र पीडीएफमा हामीले गरेको पीडीएफमा तपाईले यस्तो देख्न सक्नुहुन्छ। हेर्नुस्, तपाईले यो पीडीएफ फाइल बनेर आएको छ। यसरी नै सरल तरिकाले तपाईले पीडीएफ बनाउन सक्नुहुन्छ। यो भिडियो तपाईलाई राम्रो लाग्यो भने कमेन्टमा यस लेख्नु होला र टेक्निकल च्यानललाई सब्स्क्राइब गर्नु होला।